बन्दरगञ्ज हाटखोला आइरहेको छु। तपाईँको चाहिँ पहिला चाहिँ बन्दरगञ्ज रहेछ, हिस्ट्रीमा चाहिँ ब्रिटिस पालिमा चाहिँ बन्दरगञ्ज रहेछ। अहिले चाहिँ नयाँ चाहिँ तपाईँको यो अहिले हाटखोला भएको रहेछ। मेन पुरानो नाम चाहिँ तपाईँको बन्दरगञ्ज रहेछ। र सबैलाई ह्याप्पी दुर्गा पूजा, ह्याप्पी दशमीको शुभकामना, महान चाड हाम्रो दसैँको पनि शुभकामना भन्न चाहन्छु। जुन तपाईँको यो पेन्डल बनाएको चाहिँ 5-6 समथिङको रहेछ। तपाईँहरू भित्र कस्तो छ के छ सबै देखाउनु गइरहेको छु। प्लिज फर्स्टदेखि अन्तिमसँग मेरो भिडियो हेरेर जोडिदिनु होला। आज हाम्रो केटाहरू चाहिँ दर्शन गर्नु गइरहेको छ दुर्गा माताको। हाम्रो जवान केटाहरू चाहिँ यस्तो छ, यस्तो ह्यान्डसम केटाहरू छ। उहाँ हुन्छ हाम्रो रजत। आज हामी एलो ड्युटी आइरहेको छु। फसिदेव एलो ड्युटी। यो अगाडि देख्नु भएको छ तपाईँले, बिहार नट बिहारबाट, बिहारबाट होइन यो, ए बङ्गलादेश बोर्डर, सरी बङ्गलादेश बोर्डर। कालो तारबाट चाहिँ यही हो, कालो तार भन्ने सम्झेको छ। बङ्गलादेश यो समुद्र भएर नदी भएर बङ्गलादेश यही सेम हाम्रो नेपाल जस्तो रहेछ, नेपाल र इन्डियाको होइन, दार्जिलिङको बोर्डर। प्रतीकहरू चाहिँ उहाँ हुन्छ सिङ्गर। हेलो, गिभ हिम अ बिग प्लस, इज अ भेरी गुड सिङ्गर। सिरिज फोनै सिरिज भन्दा यो चाहिँ रुख चाहिँ फोनै सिरिजको बोर्ड चाहिँ यस्तो रहेछ है साथी हो। सिरिज भन्नुहुन्थ्यो नि, यही हो सिरिज भने चाहिँ फोनै सिरिज। हाई गर्मी। एकछिन बसौँ एकछिन बसौँ। यहाँ हुन्छ हाम्रो कति गायकहरू, ब्यान्डहरू सबै यहाँ छ। सिङ्गर पनि यहीँ छ, गिटारिस्ट पनि यहीँ छ। नाम चाहिँ भन्न सक्दिनँ। अब एक दिन हामी एकदम जमघट भएर चाहिँ आउनेछौँ स्टेजमा। बन्दरगञ्ज घाट खोला, फाँसीदेव, दार्जिलिङ डिस्ट्रिक्ट। यस्तो चाहिँ यहाँको चाहिँ दुर्गा पूजा चाहिँ यस्तो डरलाग्दो लाग्छ। आज हामी बिहानै आइरहेको छु। है मित्रहरू, विजयादशमीको सबैलाई मङ्गलमय हार्दिक शुभकामना। साथै यो श्री दुर्गा माताजीको सानो एउटा दृश्य अवलोकन गरिरहेको छु। बङ्गलामा चाहिँ के लेख छ प्लिज भनिदिनु होला, म त त्यति बङ्गला जान्दिनँ। हजुर भाइ, ए हामी यहाँ एउटा त्यो दुर्गा माताको त्यो उसमा छौँ कि आउँदैछौँ। कहाँ हुनुहुन्छ तपाईँ? जानुभएको कहाँ? हामी जान्छौँ नि त्यत्रो अघि। सोधिनु दुर्गा माताको दर्शन लिनु होला यहाँबाटै।
ओम जय मा दुर्गा ओम जय मा दुर्गा र यो जुन दुर्गा माताको पौराणिक कथा अनुसार यसलाई हामीले बुझ्नमा पाउँदा चाहिँ जुन महिषासुर राक्षस जस्तो होइन राक्षसहरूलाई श्री माता दुर्गाले 9 दिनमा वध गरेर 10औं दिनमा विजय प्राप्त गरेको एउटा ऐतिहासिक किंवदन्ती भनौँ इतिहासमा हामी पाउन सक्छौँ। र श्री दुर्गा माताले यसरी संसारमा नारीहरूको एउटा उच्च स्थान जुन एउटा नारीको रक्षाका निम्ति यसरी हामीले इतिहास पाउन सक्छौँ। नारीहरूको सम्मान बढेको जुन इतिहासमा र यो विजय दशमीको जुन एउटा हर्ष उल्लासको साथमा सबैलाई मित्रहरूलाई मेरो हार्दिक अभिनन्दन साथै एकदम तपाईँहरूलाई यो सानो भिडियो एउटा उपहार स्वरूप प्रस्तुत गरेको छु। थ्याङ्क यू। हेर्नुहोस् हस्तकला भनेको चाहिँ यस्तो हुन्छ है। हेर्नुहोस् यस्तो डरलाग्दो गर्छ प्लेनतिर, हाम्रो त अब हिलतिर यस्तो चाहिँ हुँदैन। 5-6 को बजेट भन्दैछ र अब 5-6 लाखको चाहिँ एकदम कम्ती रकम छ होइन, एकदम ठुलो नै रकमको पूजा हो यो। सुन न भाई, इसके बारे में बोलो ना। यहाँ ये क्या है? ये क्या है? दुर्गा माँ। और ये चार लोग है ना, कौन कौन है? क्या क्या है? ये गणेश है, ये गणेश, ये शुंभ निशुंभ, ये है दानव का रूप। और ये है जो काली माता का जो 9 दिन में 9 रूप लिया था, वो काली माता का एक रूप है। और लास्ट में दुर्गा माता का है। इसमें इसका जितना अवतार है 9 दिन में 9 अवतार है, जैसे ऊपर भी लगा के रखा है। तो ये एक तो गणेश जी, श्री गणेश जी का है प्रतिमा। ओ दुर्गा माता का 9 अवतार है, 9 अवतार है इसमें। सुन दिया। आपका नाम? अंशु व्यापारी। हाँ सुनो ना, आपका नाम क्या है भाई? आपका नाम क्या है? हाँ, हैप्पी दुर्गा पूजा आपको भी। हाँ। हैप्पी दुर्गा पूजा। हाँ सुन्नुभयो होला, दुर्गा माताको चाहिँ मलाई थाहा थिएन र तपाईँलाई चाहिँ भनिरहेको छु। दुर्गा माताको चाहिँ 9 अर्थ रहेछ। यो चाहिँ एकदम जानकारी चाहिँ तपाईँलाई दिइरहेको छु। ल अझै यति नै, फर्स्टदेखि अन्तिमसम्म यति नै होला, नबिर्सी। सबै 9वटा अवतार जुन चाहिँ वरिपरि लगाएर राखिएको छ, यो सबै 9वटा दुर्गा माताका अवतारहरू हुन्। र पहिलो दिनमा जस्तै यो अवतारमा आउनुभयो, दोस्रोमा आउनुभयो शिव अवतार, शिव आदिशक्ति शिव अवतार पनि आउनुभएको थियो होइन। त्यसरी नै यो अवतारहरू आउँदै आउँदै लास्टमा गएर चाहिँ उहाँले वध गरेको अवतार चाहिँ हामी देख्न सक्छौँ। काली माताले चाहिँ वध गर्नुभएको? काली माता, अच्छा 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 अच्छा। काली माताको अवतार अनि लास्टमा दुर्गा माता। अच्छा, यो पहिलो अवतार। हुन्छ आजलाई यति नै भन्न चाहन्छु। म र शङ्कर चाहिँ हामी मिरिकबाट, उहाँ चाहिँ हाम्रो कुन जग्गा तपाईँ? मङ्गरजुङ तामाकोसी तामाकोसीबाट तामाकोसी। म चाहिँ पऱ्यो मिरिकबाट। अच्छा, सबैलाई ह्याप्पी विजय दशमीको सबैलाई हार्दिक मङ्गलमय शुभकामना। अच्छा, प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा। हुन्छ, बाई बाई, सी यू सुन, हasta la vista।